नेपालमा उपभोक्ता अदालतको स्थापना विषम 2081 छैठ 2 गते सन् 2025 असार 15 गते मा भएको हो। यो अदालतले विषम 2081 छैठ 3 गते सन् 2025 असार 16 गते बाट काम सुरु गरेको थियो। स्टार सम्बन्धित जानकारी स्टार नेपालमा उपभोक्ता अदालतको स्थापना उपभोक्ता संरक्षण ऐन 2075 कोलम्ब दफा 44 बमोजिम भएको हो। यो विशिष्टीकृत अदालत उपभोक्ता विवादहरूको शीघ्र समाधानका लागि महत्त्वपूर्ण मानिन्छ। स्टार सामान्य अदालत प्रणालीसँग तुलना। स्टार उपभोक्ता अदालतले परम्परागत अदालती प्रक्रियाको तुलनामा उपभोक्ताका मुद्दाहरूलाई छिटो र विशेष ध्यान दिएर निरूपण गर्दछ, जहाँ मुद्दाहरूको फैसलामा ढिलाइ हुने गर्दथ्यो। यसले उपभोक्ताहरूलाई न्याय पाउन सहज बनाउँछ। स्टार उपभोक्ता संरक्षण ऐन 2054 1998 सँग तुलना। स्टार उपभोक्ता संरक्षण ऐन 2054 ले पनि उपभोक्ताका अधिकारहरूलाई परिभाषित गरेको थियो। तर 2075 कोलम्ब ऐनले उपभोक्ता अधिकारलाई थप फराकिलो बनाए। सशक्त संस्थागत संरचना र विशेष अदालतको परिकल्पना गरेको थियो। स्टार अन्य विशिष्टीकृत न्यायाधिकरणहरू। स्टार नेपालमा उपभोक्ता अदालत जस्तै राजस्व न्यायाधिकरण वा ऋण असुली न्यायाधिकरण जस्ता अन्य विशिष्टीकृत निकायहरू पनि छन्, जसले विशेष प्रकृतिका मुद्दाहरू हेर्दछन्। स्टार भौगोलिक क्षेत्राधिकार। स्टार प्रारम्भिक चरणमा उपभोक्ता अदालतले काठमाडौँ उपत्यकाका 3 जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका उपभोक्ताका उजुरीहरू हेर्ने क्षेत्राधिकार पाएको छ। भविष्यमा यसलाई देशभर विस्तार गर्ने योजना छ। स्टार रोचक तथ्यहरू। स्टार उपभोक्ता संरक्षण ऐन 2075 जारी भएको करिब 6 वर्षपछि नेपालमा पहिलो उपभोक्ता अदालत गठन भएको हो। स्टार नेपालले संयुक्त राष्ट्रसङ्घमा सन् 1985 मा उपभोक्ता अधिकार सम्बन्धी प्रतिबद्धता जनाएको 45 वर्षपछि यो अदालत गठन भएको हो र सर्वोच्च अदालतले यसको गठनका लागि परमादेश दिएको 3 वर्षपछि कार्यान्वयनमा आएको छ। स्टार विषम 1979 सन् 1942 मा भएको रितोगाग्री आन्दोलन नेपालमा उपभोक्ता अधिकारको रक्षा लागि भएको एक प्रारम्भिक आन्दोलन थियो। स्टार एक पंक्ति सारांश। स्टार नेपालमा उपभोक्ता अदालत विषम 2081 छैठ 2 गते स्थापना भए। उपभोक्ता संरक्षण ऐन 2075 अन्तर्गत उपभोक्ताको अधिकार रक्षा र छिटो न्याय निरूपणका लागि काम सुरु गरेको छ।